यात्राको क्रममा है आज चाहिँ टक्क नयाँ ठाउँ, नयाँ वर्ष, नयाँ दिन, नयाँ जोस जागर सहित हामी चाहिँ यात्रामा टक्क यात्रा गरिरहेका छौँ है। सुन्छन् उता खैमा खैमा उता खैमा Sama? चले खैमा उता खैमा चले Sama koi? सिउ सिउ 你不能开，你不能开。उता ओके ला उता我知道这里सिउ सिउ हामी यात्राको क्रममा 3 जना टक्क है यात्रामै हो साथीहरु हैन। एकचोटि विकासको लागि चाहिँ चाइना चाहिँ मान्छे आउनुपर्छ के सबैजना हुन्छ नि। धेरै कुरा सिक्न सकिन्छ यार चाइनाबाट हामीले सबै कुरा सिक्न सकिन्छ के सबै। यहाँ मान्छे यहाँका शासक यहाँका सबै भनौँ न जुन क्षेत्रमा पनि मान्छेहरू सबै एउटा दामी छ यार। टेक्नोलोजीको हिसाबले पनि टपमै छ हैन। सबै कुराले यो एकदम कन्ट्री खत्रै छ। त्यही भएर मिलेसम्म चाहिँ एकचोटि सबैजना चाइना चाहिँ भिजिट गर्नु है त मेरो अनुरोध छ तपाईहरुलाई। हिँड्ने मान्छेलाई हिँड्ने छ, गुडाउने मान्छेलाई गुडाउन मन लाग्छ हैन। दौड्छु भन्नुहुन्छ भने दौड्नु नि पर्यो हैन। पार्कमा आनन्द बस्छु भन्नुहुन्छ भने त्यो पनि छ। खाइसकेपछि मान्छेहरूलाई सबै मान्छेहरूले डस्टबिनमै फाल्छ, जहाँ पाँदै फोहोर गर्दैन, सबै कुराहरू ठिक छ। कसैले कसैलाई डिस्टर्ब छैन। म्युजियम रहेछ त्यहाँ। जति धेरै यात्रा गर्नुहुन्छ त्यति धेरै कुराहरू सिक्नुहुन्छ। त्यही भएर आफ्नो समयको चाहिँ भरपुर आनन्द लिनु होला सबैजनाले है। यात्रामा तपाईको धेरै कुराहरू सिक्न सकिन्छ है त। हामीले सबैजनाले जति धेरै यात्रा गर्नुहुन्छ त्यति नै आफूलाई अझै भनौँ न एक हिसाबले धेरै नै बुझ्ने कोसिस गरिरहनु भएको छ। त्यो कुरा चाहिँ एकदम फिल गरिरहेको छु मैले हैन। जति धेरै यात्रा त्यति धेरै नयाँ अनुभव, जति धेरै देश त्यति धेरै परिवेश यस्तै छ हैन। कहिले स्वदेश कहिले विदेश यात्रामै हो है। सबैजना अब यस्तै छ लाइफ हैन। स्ट्रगल गर्नै पर्यो काम सबैहरू हैन। तर बाँकी अब थोरै समयलाई चाहिँ आफूले एउटा युटिलाइज गर्नु, जुन क्षेत्रमा युटिलाइज गरे पनि हुन्छ। एउटा यो नै गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। सबैको सोच, सबैको विचार, सबैको सिप छुट्टा छुट्टै हुन्छ। त्यसैले आफ्नो एउटा ठिक क्षेत्रमा हुन्छ नि एउटा निरन्तरता गर्यो भने चाहिँ जस्ट नट ब्याड लाइफ सोच्यो भन्दा चाहिँ ठिक छ।
सोचेभन्दा ठिक छ तर देखे भन्दा चाहिँ फरक छ जिन्दगी होइन। त्यही भएर यात्रामा अनेक किसिमका समस्याहरू झेल्नुपर्ने हुन्छ होइन। एकदम गाह्रो पनि छ यात्रा, फेरि तपाईँ हामीले सोचेजनु अनुसारको यात्रा हुँदैन होइन। त्यही भएर चाहिँ जस हुन्छ नि त, हामीले कस्तो हुन्छ भने चाहिँ समस्या हुँदैमा चाहिँ समस्या सल्भ गर्दै अगाडि बढ्ने हो। यात्रा पनि त्यस्तै हो। टक्क आफ्नो एउटा यात्रा तय गर्नुभयो भने चाहिँ त्यो यात्रामा चाहिँ हजारौँ मान्छेहरू भेटिन्छ नि त। हजारौँ मान्छेहरू गन्तव्यमै पुग्छ भन्ने चाहिँ हुँदैन होइन। गन्तव्यमा चाहिँ पुग्दैन, तर चाहिँ के हुन्छ भने चाहिँ कोही बिच बाटोबाट फर्किरहेको हुन्छ, त्यसले पनि बिच बाटोबाट अलिकति आनन्द लिएर फर्किरहेको हुन्छ। कोही चाहिँ भनौँ न गन्तव्यसँगै साथीभाइहरूसँग भइरहेको हुन्छ, तर चाहिँ गन्तव्यसम्म पुगेर फर्किँदा चाहिँ कहिले साथीहरू हुन्छ भने चाहिँ कहिले आफै एक्लो पनि भइन्छ गन्तव्यमा। त्यही भएर चाहिँ आफू एउटा मेन्टालिटी चाहिँ स्ट्रङ गराउनुपर्छ। यात्रामा चाहिँ टक्क मेन्टालिटी स्ट्रङ गराइसकेपछि ठाउँअनुसार एकदम राम्रो छ सबै। यात्रा चाहिँ सोचेभन्दा राम्रो हुन्छ है सबैजनाको। जति कठिनाइ यात्रा त्यसपछिका हुन्छ नि त कैद भएका तस्बिरहरू, कैद भएका फोटाहरू, कैद भएका भिडियोहरू आफूलाई एकचोटि हेर्दा चाहिँ त्यसपछि चाहिँ त्यो त्यति बेला नै अनुभव लिन पाइन्छ अलिकति होइन, महसुस गर्न पाइन्छ त्यो यात्राका क्षणहरू। यसलाई हामी चाहिँ यात्रामै हो। मेरो भिडियो के कस्तो लाग्छ तपाईँलाई होइन, हुन्छ हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू सबैजनालाई। थ्याङ्क यू लभ।